एक सूर्यको किरण पर्ने झलमल्ल एक सूर्य झलमल्ल कि माथि त्रिशुल लिएर जाँदैछौँ हामी जल लिनलाई। एकदमै माथि भिड छ, यता पनि भिड, सबै मान्छे जल लिने मान्छे हुन्। यस्तो निलो पानी जल गोसाइँकुण्डको महात्म्य, त्यही भएर होला यति भिक्क दर्शनार्थी। जल लिने यो लौरी विनायकको उकालो। अहिले हामी लौरी विनायकको उकालो चढिरहेको छौँ। यस, वेलकम टु बडी मालिका। यस, यो बाटो चाहिँ कस्तो छ भने तल एकदमै ठाडो उकालो, पछाडि सिन चाहिँ एकदम दामी सिन चाहिँ मजाको छ। उहाँ चाहिँ यता हिँड्ने त मान्छे, ऊ सबभन्दा बढी हिँड्ने मान्छे हो। यस्तो ठाडो उकालो, यहाँबाट यसो तलबाट एङ्गल यसो हेर्दा हजुर नाकै ठोकिने उकालो चाहिँ यसलाई भन्दो रहेछ। यस्तो सिन चाहिँ फेरि जता हेऱ्यो मनमोहक दृश्य। यसले चाहिँ एकदम हामीलाई चाहिँ हिँड्नमा चाहिँ एकदमै ऊर्जा प्रदान गरिरहेछ। तर हावा चाहिँ फेरि चिसो हावा, सिरेटो हावाको सिरेटो चलिरहेछ। तर पनि हामी मजा लिइरहेछौँ। तर मुखले धेरै बोल्नुहुन्न भन्छन्। यो हिँड्दै जाँदाखेरि मनमोहक दृश्यहरू। हामी यता साथीहरू तलबाट आउँदैछन्। यो तीर्थयात्रीको लाइन छ, लामै लाइन छ। जति यता छन् त्यति माथि छन्। यस्तो राम्रो सिन। हामी यो सिनको अहिले कुन ठाउँमा छौँ? हामी छिलेङ पार्टी यस्तो सुन्दर ठाउँमा, धेरै माथि। अब हामी बुद्ध मन्दिर भन्दा तल छौँ। अब हामी यो के अरे के उकालो यो सिन कस्तो छ, पछाडिको सिन दामी सिन छ। अब हामीहरू स्याँ फ्याँ गर्दै यो यस्तो सिन हेरेपछि त मान्छेको त्यो सब हार्टबिट सब ठिक भइहाल्दो रहेछ। लगभग 3900 मिटरको उचाइमा छौँ ल ओके। बल्ल बल्ल भेट भएको बखत फुल्टी पेरा वैराउनै सकत। अनि देउराली त्यति झन् गाह्रो हो के। यो माथि देउराली होटल रहेछ। मौसम ठिक छ, राम्रो छ मौसम। यतिको ठिक छ नि, घाम लाग्यो भने त त्यही त। ल थकित मुद्रा देउराली। तल देउरालीबाट हामी उकालो लाग्यौँ।
पारी झरना मी कस्तो मजाले आफ्नै तालमा बगिरहेछ। हामी पनि आफ्नै हामी अहिले मिनी गोसाइकुण्डमा पुग्यो। मिनी गोसाइकुण्ड यता पानी सलसल्ती बगिरहेछ। एकदमै कुल मौसम, एकदम घाम लागेको छ, एकदम हेर्नमा एकदम ऊर्जा छ।